मेरो निर्वाचन क्षेत्र बागलुङ 2 नम्बर 1 मा बागलुङ बजारदेखि बिउ खण्डको घोडाबाँधेसम्मको पुष्पलाल राजमार्ग 22 वर्ष भयो त्यो चाहिँ बन्न लागेको। अहिलेसम्म त्यो बिउकोटमा त्यो बाटो सत्ताधारी प्रधानमन्त्रीदेखि लिएर सबै चाहिँ आगमन भइरहेको छ, आउने जाउने भएको छ। तर त्यो बाटोको हालत के छ भने हिउँ लाग्यो भने धुलोले त्यो बाटोको आसपासका तिउन तरकारी किसानका टौवा जम्मै धुलाम्मै हुन्छ, त्यहाँ हेरि नसक्नुहुन्छ। अब फेरि बर्खा लाग्यो भने त्यो हिलोले उत्तिकै चाहिँ नोक्सान पाइरहेको छ। म चाहिँ 79 मा सांसद भएर आइसकेपछि पटक पटक सरकारको ध्यान आकर्षण गरेँ मैले र सम्बन्धित निकायमा गएर मैले जुम्ले हात गरेँ। जनताको मतदाताको चेतना के छ भनेर भन्दाखेरि सांसदले आँटेपछि हुन्छ, हाम्रो सांसदले नगरेर हो, त्यही मात्रै त्यहाँ गाउँघरका जाली भटाल त्यही कुरा गर्छन् प्राय सिधा सादा जनतासित मतदातासित। त्यस कारणले मैले सरकारको फेरि पनि ध्यान आकर्षण गर्छु। अहिले त 3 वर्ष भयो म यही ठाउँबाट बारम्बार त्यो बाटोको बिजोग भयो। त्यहाँ जाँदा त्यो बाटो हिँड्नै डर लाग्छ मलाई। मैले त्यो बाटो फेरेर जान्छु। यो बाटो सांसद आउँदैछ अरे भन्ने थाहा पाएपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बसिरहेका हुन्छन् र त्यहाँ देखाउँछन् त्यो बाटोको हबियत। यो के भएको? स्वयं सत्ताधारी साथीहरू सम्मानीय प्रधानमन्त्री समेत त्यो बाटोको भ्रमण गरेको पनि मैले सुन्छु। त्यो के कारणले हो? ती ठेकेदारहरूलाई एउटा ठेकेदारलाई हटाएपछि फेरि अर्को ठेकेदार आएर पनि काम नगर्ने। त्यस कारणले 20-22 वर्षसम्म त्यत्रो मूल बाटो यो त तपाईँ चाहिँ नि पश्चिमाञ्चल धेरै क्षेत्रमा त्यो बाटोले चाहिँ ओगट्छ। ठुला ठुला हेभी बसहरू त्यहाँ चाहिँ आवत जावत गर्छन्। त्यस कारणले फेरि पनि मैले पत्याइ नपत्याइ सरकारले गर्ला भन्ने त मलाई कम आशा छ। अब कमसेकम मतदातालाई सुनाउन भए पनि मैले फेरि के अनुरोध गर्छु सम्माननीय सभामुखज्यू मार्फत भने सरकारले त्यो बाटोलाई अहिलेसम्म अन्यत्र तपाईँ बेप्रसङ्गका बाटोमा चाहिँ अब असार लागेपछि त्यहाँ धुमधाम तपाईँ चाहिँ नि अब असारे विकास सुरु हुन्छ। यस्तो 20-22 वर्षसम्म त्यत्रो हाइवे त्यो त्यस्तो त्यो राजमार्ग तपाईँ पुष्पलाल राजमार्ग जो बिजोग भएको छ सम्माननीय सभामुखज्यू मार्फत सम्बन्धित चाहिँ अर्थ मन्त्रालय लगायत त्यहाँ काम गर्ने ठेकेदारहरू ती सबकालाई म यो भन्न चाहन्छु